सम संस्कृति पार्टीका अध्यक्ष हाम्रा हर्क साम्पाङ ज्यू सरले चाहिँ सुनसरी क्षेत्र नम्बर 1 बाट चाहिँ रासोपाका उम्मेदवार सरिन तामाङ अर्थात् गोमा तामाङलाई चाहिँ लगभग 8,000 को मतको अन्तले चाहिँ हराएर चाहिँ विजय प्राप्त गर्नुभएको छ है। हाम्रो हर्क साम्पाङ ज्यू सरलाई चाहिँ एकदम बधाई छ है। लगभग 35,000 भन्दा बढी चाहिँ मत उहाँले प्राप्त गर्नुभएको थियो भने हाम्रो रासोपाको उम्मेदवार गोमा तामाङज्यूले चाहिँ 27,000 भन्दा बढी मत प्राप्त गर्नुभएको थियो है। लगभग 8,000 भन्दा बढीको अन्तरले चाहिँ जित्नु भएको छ। हर्क साम्पाङ ज्यूलाई चाहिँ धेरै बधाई छ अनि उहाँको समर्थकहरूलाई धेरै बधाई छ है। जस देशमा माया गर्ने इमान्दार एउटा देशभक्त व्यक्तित्व हुनुहुन्छ हर्क साम्पाङ ज्यू, जस आफ्नो घमण्डलाई चाहिँ अलिक कम गरेर अघि बढ्नु भएमा अझै जनताहरूको साथ, जनताहरूको माया चाहिँ उहाँले प्राप्त गर्नुहुन्छ। धेरै बधाई छ।